लसो है हामी चाहिँ अब यहाँनिर टक्क है सुन्तला पनि साह्रै महँगो भएछ अहिले अब 80 100 50 मा लगेको अहिले 200 भएछ यहाँ भनिदिनु खै सस्तो भन्छ खै 100 रुपियाँ पनि सस्तो भन्छ हट ल सो लोकलहरूलाई त अलिक सस्तो गर्नुपर्ने त घाँटे यहाँ आएको त हामी होइन ल त 200 मलाई चाहिँ छवटा दिनुहोस् ल यहाँबाट यसको 200 भन्ने बिसाएर दिन्छ 3-3वटा त्यहाँको 3टा उयो 3टा यो 3 यो त दिनुहोस् सानो छ अलि ठुलो छ नि त्यस्तो त त्यतिकै हो 220 रुपियाँ 200 भनिदिन्छु भन्छ अन्त यो त्यो झरेको होला नि त है ला छवटा ल ठिक छ ल अब खाइदिउँ है मोमो उयो के अरे मोमो पऱ्यो सुन्दा ल ठिकै छ कहाँको सुन्तला रे यो चाहिँ सिंहमाली यहाँ तल त है ए अँ ल सो सिंहमाली भनेपछि यो तल्लोपट्टि नै पर्छ कता पर्छ यो पराको जुन तपाईँले देख्नु हुँदैछ यो चाहिँ कर्सियङहरू हो ए कर्सियङ बिक्री वितरण भइरहेछ लु लाइनमा छ है सुन्तलाहरू सबै ल मेमेले पनि सुन्तला मेमे नकिन्ने सुन्तला त्यही त 150 ठिकै छ त अन्त यो जात भाइलाई उयो गरिबस्छ इच्छामा सुन्तलामा बार्गेनिङ गर्छ मेमेले दबाई हालेको ल है दबाई हालेको ल ल हामी चाहिँ सुन्तला खाँदैछौँ है अहिले है चिया मोमोहरू पनि रहेछ है यहाँ आलु मोमो म दिन्छु नि मेरो त मैले चाहिँ 60 रुपियाँ गर्ने किनेको ल मेमे किन्यो हरेमा रोकेर म नकिन्ने मान्छे कि सिधै जाउँ न भनेको चारा दिदीहरूको बहिनीहरूको है किनिदिएको हाम्रै लोकलहरूको किन्ने हाम्रै लोकलले त किनिदिनु पऱ्यो नि हौ त्यही त है ल के भनिदिनुहोस् त यहाँ सिंहमालीमा आउनु भन्नु न तर हाम्रो पाहाडमा चाहिँ एउटा सुन्तला हुन्छ त्यो पनि ठन्डा महिनामा हुन्छ है यो सुन्तला गरम महिना भए चाहिँ कस्तो चल्थ्यो होला हौ र अहिले हामी चाहिँ है मिरिक झिल आएको यहाँ हाम्रो यहाँ साथीको है नानीको ल सो अब यो मिरिक झिल है यस्तो प्रकारको छ अब यहाँ चाहिँ मेलाहरू त्यही प्रकारको अवस्थामा र अब चाहिँ हामी चाहिँ लागेको मित्रहरू है मैले दार्जिलिङ जानु पर्दैछु ल सो यहाँ मेमे र म चाहिँ सिमानामा आइपुग्यो है तातो तातो चिया खान्छु भने मेमेले हो पुरै ठन्डा छ है चिया खान्छु आयो भने चाहिँ यहाँनिर चाहिँ सिमानामा छु अहिले चाहिँ है उकालो छ अहिले त्यति राम्रो देखेको छैन रहेछ है किनभने यहाँ रात पनि परिसक्यो तर ल
अब चाहिँ हामी सिधै दार्जिलिङ लसो अब दार्जिलिङको भ्लग त के देखाउनु तपाईँलाई दार्जिलिङलाई के देखाउनु होइन सिलगढीबाट आएको ठन्डा के अरे सिलगढी उयो थियो माथि चाहिँ आउँदाखेरि मिरिक दिनुको अलि चाहिँ धेरै ठन्डा लाग्यो चप्पन्जाम लगाउनु पऱ्यो सो तपाईँलाई कस्तो के लाग्यो है भिडियो यसो भनिदिनु होला अब भर्खर उयो गर्दैछु अरू अब ने गरेको भिडियोहरू पनि तपाईँहरूलाई देखाउने छु है तिर्ता बर्ता गरेको भिडियोहरू पनि र म र रिक्जिन मेमे चाहिँ अब लागेको है रिक्जिन मेमे अन्तिम भिडियोमा के भन्नु चाहनुहुन्छ तपाईँ लास्ट यही भिडियो अरू के भन मजा आयो मोमो त होला है भन्नु